नमस्ते सबैमा, म नारायण गोपाल श्रेष्ठ। आज म सितपाइला ढार्के बाटोमा आइरहेको छु। तपाईँहरूलाई नागढुङ्गाको वैकल्पिक मार्ग भनेर पनि यो सितपाइला ढार्के राजमार्ग भनेर चिनिन्छ। तपाईँहरू सितपाइलादेखि ढार्केसम्म पौने घन्टा 50 मिनटमा चाहिँ तपाईँ आइपुग्न सक्नुहुनेछ। यो चाहिँ एकदम छोटो बाटो हो। यो नागढुङ्गाको वैकल्पिक बाटो। यहाँ तपाईँहरू आउँदाखेरि बाटोभरि तपाईँले प्राकृतिक दृश्य, राम्रो दृश्यहरू हेर्दै निहाल्दै तपाईँ ढार्के पुग्न सक्नुहुनेछ। यो छोटो बाटो पनि हो। धेरै मान्छेहरूले चाहिँ यो बाटो चाहिँ देखेको छैन। त्यही भएर म यो बाटोको लागि म के कुरा भन्दैछु, तपाईँले सितपाइला आउनु। सितपाइलाबाट भीमढुङ्गाबाट तपाईँ नर्सरी भन्ज्याङ हुँदै तपाईँ चाहिँ ठुलो खोलाबाट दुईवटा बाटो आउँछ। एउटा तल्लोपट्टि ढार्के जाने, एउटा उतापट्टि चाहिँ छत्रे देउराली जाने। तपाईँ छत्रे देउराली नगइकन यो तल्लोको बाटो आउनुहोस्, सिधै तपाईँ चाहिँ ढार्के चाहिँ पुग्नुहुन्छ। हस् त, धन्यवाद। नमस्ते सबैमा, म नारायण गोपाल श्रेष्ठ। आज म सितपाइला ढार्के बाटोमा आइरहेको छु। तपाईँहरूलाई नागढुङ्गाको वैकल्पिक मार्ग भनेर पनि यो सितपाइला ढार्के राजमार्ग भनेर चिनिन्छ। तपाईँहरू सितपाइलादेखि ढार्केसम्म पौने घन्टा 50 मिनटमा चाहिँ तपाईँ आइपुग्न सक्नुहुनेछ। यो चाहिँ एकदम छोटो बाटो हो। यो नागढुङ्गाको वैकल्पिक बाटो। यहाँ तपाईँहरू आउँदाखेरि बाटोभरि तपाईँले प्राकृतिक दृश्य, राम्रो दृश्यहरू हेर्दै निहाल्दै तपाईँ ढार्के पुग्न सक्नुहुनेछ। यो छोटो बाटो